हामी चाहिँ रोडमा मासु लिएर आइसक्यौँ। पुलमा पनि बाइक आएको छ हेर्नु। हामी चाहिँ नयाँ रोडमा हिँड्दैछौँ, हिजो भर्खर बनाएको रोड। हेलो हेलो गाइस, हामी चाहिँ नयाँ रोडमा हेर्नु होला। म चाहिँ आँदै हिँडेँ मक्क पऱ्यो। त्यो ठ्याक्कै कलङ्की चोक निस्किने रोड है। अँध्यारो भएर केही देखाएन, बाइक गयो। यहाँ चाहिँ यस्तो छ है, के अरे ग्यारेज, गाडी बनाउने। हामी चाहिँ ठ्याक्कै कलङ्की चोकमा आइपुगेका छौँ गाइजहरू। गाडीको भिड कस्तो हो, टोटो गरी आयो हो। कस्तो बित्ति बत्ती बाला हो गाडी चाहिँ त। अहिले सबै नाइट बसहरू हिँड्ने बेला भइरहेछ। हेर्नु होला। हामी चाहिँ अब रोड क्रसमा लाग्छौँ है। कलङ्की चोक गाइस, गाडीको लाइन हेर्नु कस्तो बित्ति गाडी आइहाल्छ। यो चाहिँ पुलमा तरे हाम्रो पुलमा। यहाँ चाहिँ जेब्रा क्रस छैन, बाटो काट्न पनि अप्ठ्यारो छ। हामी चाहिँ भ्लग बनाउँदै हिँड्छौँ। अहिले चाहिँ हामी कालिका पेट्रोल पम्प आइपुग्यौँ है गाइज। के भयो, पुलिसको गाडी पनि आयो है गाइज। हेर्नु होला कलङ्की चोक। सबैजनाले मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब र लाइक कमेन्ट गरिदिनु होला। भिडियो चाहिँ जस्तो भए पनि। हामी चाहिँ रोडमा बिन्दास पाराले हिँडिरहेको छौँ। गाडीहरू नाइट बसको त हामी चाहिँ सुरुङभित्र बस्थ्यौँ। अब अन्धकार छ सुरुङमा। गल्लीभित्र फुटबाट जाँदैछौँ है गाइज। यता निस्क्यो भने के अरे चोकमा, यता चाहिँ गल्ली। एक कुकुरहरू आउँदै हुनुहुन्छ, हेर्नु होला गाइज। लिने गाडी पुल तर्न लाग्छौँ है। यहाँ पुल छ अलिकति सानो। चाहिँ पुल तर्न लाग्छौँ। यस्तो कस्तो हेर्नु न, डरै लाग्छ अन्धकारमा, केही पनि देखिन्न। अनि यहाँ चाहिँ गाई फार्म हो। अनि यहाँ चाहिँ खोला छ। यस्तो बाटो हेर्नु कस्तो फेरि। म चाहिँ अनि यता छु।